गानमग्रे हो। हामी आज नारायण हिटी चतुर्विवाह नारायण मन्दिरको साप्ताहिक कार्यक्रममा उपस्थित हुँदै गर्दा यो नारायण हिटीको यो हिटी भनेको जलको धारा भएको ठाउँमा हामी यहाँ जल भर्न आइरहेका छौँ। आज देखिबाट आज अक्षय तृतीयाको दिनदेखि 2083 सालको यो हप्ता यहाँ सुमन भाइले 18 पुराणहरू पाठ गरेर बस्नुभएको थियो। त्यसको आज सप्ताहको सांगाता रहेको छ। चतुर्विवाह नारायण मन्दिरमा त्यो रातो गजुर भएको मन्दिर रहेको छ भने यो त्यहाँ नारायणको मन्दिर छ भने यो नारायण हिटी र यो नारायण हिटी दरबारको दक्षिण ढोकाको एरिया पर्दछ। यो नारायण हिटी दरबार पर्यो, यो दक्षिण ढोका हो। आज हामी यहाँ उपस्थित आज पूर्वाङ्ग र उत्तराङ्ग सहित 7 दिनको कार्यक्रम स्वामी राजेश्वरानन्द महाराजको संयोजकत्वमा यो कार्य शुभारम्भ भइरहेको छ। हामीहरू पनि यहाँ सबै उपस्थित भइरहेका छौँ। हजुरहरूले पनि यसलाई दर्शन गरेर यसको पुण्य लाभ लिनुहोला। जहाँ भक्तहरू स्वस्थ हुनुहुन्छ सबै आइपुग्न सक्नुभएको छैन, लाइन भएर नारायण हरि।